घिस्याउँदै लिएर आउँदैछ, घिस्याउँदै लानेछ तँलाई पख पख, अब छाड्ने छैन तँलाई। तँलाई कसै गर्दा पनि भएन। जुन शत्रुको लागि तैँले यो कुरो नगर भन्दाखेरि तैँले त्यही गरेको छस्, त पख तँलाई म छाड्ने छैन। आज जसरी भए पनि मार्नेछु तँलाई म भनेर आज स्वयं प्रहलादलाई च्याप्प समातेर हिरण्यकश्यपले लिएर आयो, लछार पछार पार्न थाल्यो। आज मलाई कसै गरी पनि छोड्दिन, जहाँ हेरो जसरी हेरो भगवान विष्णु 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 भन्छस् त, कसरी रक्षा गरिदिनुहोस् आज तेरो भगवान विष्णुले पख। आज कसै गरी पनि तेरो रक्षा गर्ने छैन। आज भगवान विष्णु 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 भन्छस्, जहाँ हेरो जति बेला हेरो विष्णु भन्छस्। तेरो भगवान कहाँ छन्, कुन ठाउँमा छन् तेरो भगवान बता। के तेरो भगवान यहाँ छन्? आज हिरण्यकश्यपले भन्छ के तेरो भगवान यहाँ छन्? प्रहलादजी महाराज हात जोडेर भन्नुहुन्छ, हजुर पिताजी, मेरो भगवान त त्यहाँ पनि छन्, आकाशमा पनि छन्, पातालमा पनि छन्। हजुरभित्र पनि मेरो भगवान हुनुहुन्छ। सबै प्राणीमा भगवान हुनुहुन्छ। सबै प्राणीका भित्र भगवान बस्नु भएको छ। यति मात्र होइन, हजुरभित्र पनि बस्नु भएको छ, चारैतिर बस्नु भएको छ भनेर जब भन्यो, रिसले क्रोधले भन्न थाल्यो, के तेरो भगवान यो खम्बामा पनि बसेको छ भनेर हिरण्यकश्यपले सोध्न थाल्यो। प्रहलादजी महाराज भन्नुहुन्छ, प्रभु मेरो प्रभु त खम्बामा पनि बस्नु भएको छ भनेर भन्ने बित्तिकै आज हिरण्यकश्यपले केही हेरेन, गएर त्यो खम्बालाई जोरसँग हान्यो। हान्ने बित्तिकै त्यहाँबाट भगवान नृसिंह प्रकट हुनुभयो। बोले नृसिंह भगवान की, नृसिंह भगवान की, नृसिंह भगवान की। आज स्वयं भगवान प्रकट हुनुभयो। आज भगवान हेर्नुहोस् त, हाम्रो यो कार्की परिवारमा पनि स्वयं भगवानले दर्शन दिनु भनेर आज अनुहार क्रोधले रिसले भगवान आउनुभयो। एक आपसमा युद्ध हुन थाल्यो। आज गदाको प्रहार हुन थाल्यो, तलवारको प्रहार हुन थाल्यो, एक आपसमा युद्ध हुन थाल्यो। भगवानले देवताहरू भगवान विलम्ब नगर्नुहोस्, भोले भक्तवत्सल भगवान विलम्ब नगर्नुहोस्। युद्ध हुन थाल्यो। च्याप्प समात्नुहुन्छ, लगेर काखमा राख्नुहुन्छ भगवान। भोले भक्तवत्सल भगवान च्याप्प समात्नुहुन्छ, लगेर काखमा राख्नुहुन्छ अनि भन्नुहुन्छ, हिरण्यकश्यप, आज मेरो भक्तलाई तैँले साह्रै दुःख दिएको छस्, साह्रै कष्ट दिएको छस्। अब तँलाई पाप छाड्ने छैन, म मार्नेछु भनेर च्याप्प समातेर काखमा राख्नुभयो अनि भन्नुभयो, तैँले ब्रह्माजीसँग वरदान दिएको होइनस्? ब्रह्माजीसँग तैँले वरदान दिएको छस् नि? तैँले के भनेको थिइस् ब्रह्माजीलाई? तैँले भनेको थिइस् आकाशमा नमरौँ, पातालमा नमरौँ। त्यति मात्र होइन, तैँले भनेको थिइस् कुनै प्राणीबाट नमरौँ, कुनै मनुष्यबाट नमरौँ भनेर। हेर मेरो अनुहार, न त कुनै जीव जन्तुको छ न कुनै मनुष्यको छ, मेरो अनुहारलाई हेर भनेर भगवानले भन्नुभयो। अनि तैँले अझै अरू वरदान मागेको थिइस् होइन? कुनै अस्त्रले नमरौँ, कुनै शस्त्रले नमरौँ। यहाँ हेर, यो मेरो नङ न कुनै अस्त्र हो न कुनै शस्त्र हो। अनि तैँले भनेको थिइस् न बाहिर मरौँ न भित्र मरौँ, न राति मरौँ न दिन दिउँसो मरौँ। यहाँ हेर, यो सन्ध्याको समय हो, न त बाहिर छस् न भित्र छस्, दैलोको ठेलामा बिचमा छस्। अनि तैँले भनेको थिइस् नि 12 महिनाभित्रमा कुनै महिनामा नमरौँ। आज 12 महिनाभित्रमा कुनै महिना होइन, यो त 1 महिना बढी अधिक मास भन्छ जसलाई, त्यो मास मैले बनाएको हुँ तँलाई मार्नको निमित्त। हिरण्यकश्यप, अब तँलाई छाड्ने छैन भनेर भगवानले राता राता आँखा पारेर क्रोधले नङले आज अस्त्र शस्त्र केही होइन हेर भनेर आज स्वयं हिरण्यकश्यपलाई यो नङ्ग्रा देखाउनुहुन्छ, छातीमा च्याप्प समात्नुहुन्छ र खाइदिनुहुन्छ र त्यसको त्यसलाई लडाइदिनुहुन्छ। भक्तवत्सल भगवान के, नृसिंह भगवान के, प्रहलादजी महाराज के। छाती चिरेर हिरण्यकश्यपलाई तल झारिदिनुहुन्छ, तल झारिदिनुहुन्छ। हिरण्यकश्यपको मृत्यु हुन्छ। भोले भक्तवत्सल भगवान की।